नमस्कार सबैलाई, वेलकम टु हार्ट टक्स पडकास्ट। आजको एपिसोड अलि स्पेशल छ किनकि हामी कुरा गर्न गइरहेका छौँ त्यो पहिलो अनुभूति। वेलकम डियर, कस्तो छ आज? धन्यवाद। अलि नर्भस पनि छु किनकि फर्स्ट लभ भनेपछि मन आफै अलि छिटो धड्किन थाल्छ। त्यही धड्कन नै हो नि फर्स्ट लभ भन्नु न। पहिलो माया भनेको साँच्चै माया थियो कि मन अलि चाँडै बग्ने उमेरको बाहा हो? सायद दुवै थियो। पहिलो माया भनेको छुन नपाई महसुस हुने, बोल्न नपाई बुझिने र नदेखिँदै पनि सपनामा आउने कुरा रहेछ। वाह, सुन्दा त फर्स्ट लभ भन्दा पनि फर्स्ट फिलिङ जस्तो लाग्यो त्यो बेला के मन बढी तानियो उसको बोलीले कि उसको नजिक हुँदा आउने त्यो फिलिङले। साँच्चै भन्नुपर्दा बोली भन्दा पनि त्यो नजिक हुँदा मन आफै साइलेन्ट मोडमा जाने मोमेन्टले। ओहो, त्यसैले फर्स्ट लभलाई बोल्न नपर्ने भाषा भन्छन् जस्तो छ। अन्तिम प्रश्न, फर्स्ट लभ सम्झिँदा आज पनि मन अलि हल्लिन्छ, तर अब पीडा भएर होइन, मुस्कान भएर। किनकि फर्स्ट लभले सबैभन्दा पहिले आफैलाई चिनायो। त्यो नै हो नि फर्स्ट लभको म्याजिक भयो। सुन्नुभयो साथीहरू, पहिलो माया सधैँ साथमा नहुन सक्छ, तर महसुस भने जिन्दगीभर रहन्छ।